देशले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेन नयाँ प्रधानमन्त्री बन्न लाग्नु भएको हो। राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्री पदको शपथ गराउने तय भएको छ। शपथ ग्रहण समारोह दिउँसो 12 बजेर 34 मिनेटका लागि तय गरिएको छ। त्यसअघि 36 वर्षीय शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ। प्रधानमन्त्री पदको शपथ समारोहमा 7वटा शङ्खबाट शङ्खनाद हुने, 108 जना बटुकबाट स्वस्तानी शान्ति वाचन गरिने र 16 जना बौद्ध भिक्षुबाट अष्टमङ्गल पाठ गर्ने तयारी छ। प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ हुनेछ। शपथ समारोहमा सहभागी हुन विभिन्न राजनैतिक दल, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिएको छ। नेपालको संविधानको धारा 76 को उपधारा 1 अनुसार रासोपाको एकल सरकार गठन हुन लागेको हो। गत फागुन 21 मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रासोपाले 182 सीट जितेको थियो। शपथपछि नवनियुक्त प्रधानमन्त्री बालेनले दिउँसो 2:15 बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पद बहाली गर्नुहुनेछ।